हेलो गाइज, अहिले बजिसकेको छ 10:25 गइसकेको छ गाइज। र आज चाहिँ के भएर आज मन्डे त्यस्तो धेरै चाहिँ भएन, ठिकै भयो होइन, त्यस्तो बिजी भएन, ठिक्क भयो भनौँ न। कामसँग भ्याइयो अनि त्यसपछि खाना खाइएर चाहिँ म बसिरहेको होइन। अब जाँदैछु बर्मिङम साथीकोमा र त्यही गएर बसेर भोलि चाहिँ हाम्रो छुट्टै प्लान छ विथ स्पेसल गाइज है। अनि आज चाहिँ के पाकेर खाइयो भन्दाखेरि यो चाहिँ खसीको खुट्टा रेयरली नै भन्छ होइन, त्यो माथि जाडोमा मात्रै हो। आज त्यही भएर मिठो गरेर खाइयो, अलिकति प्याक पनि गरेछु मिठो भएर। अब उता गएर खानुपर्छ साथीसँग बसेर। र ओभरअल आज पनि ठिकै भयो, घाम गरियो एकछिन बिहान दिउँसो, अनि काममा आइयो, काम गरियो, काम भ्याइयो। र अब चाहिँ बाजीले मलाई चाहिँ वेस्ट पर्मिसन छोडिन्छ, त्यहाँबाट चाहिँ म ट्राम लिएर चाहिँ बर्मिङम जान्छु। र सी यु गाइज। अब हामी रमाइलो फेरि सुन्दैछ। अस्तिको विक चाहिँ म खासै निस्किनँ, यतै वरिपरि मात्रै निस्केँ। अब यो विक चाहिँ निस्किनुपर्छ, निस्किनु मन थिएन, तर केटाहरूले जाम भनेर अनि भने ठ्याक्कै मेरो बिदा भए तिमीलाई पनि परेछ, तिम्रो पनि बिदा हिँड भने। अनि अब रिक्वेस्ट गर्दैछु, त्यो ठुलो बलि त्यस्तो हुँदैन। अब त्यो साथीहरूले पनि केटाहरूले पनि धेरै नै हेल्प गरिरहेको थियो मेरो जर्नीमा, तिनीहरूलाई पनि थ्याङ्क यू छ। र अहिले चाहिँ जाँदैछु सेभ इन वेस्ट पम होइन। हेलो, गुड मर्निङ गाइज। आज बिहान नै निस्केँ म चाहिँ होइन, कता भनेर एकछिनमा थाहा नै भइहाल्छ तपाईँहरूलाई। र आजको दिन रमाइलो चाहिँ हुन्छ सियोर हो। ल छाताको हालत यस्तो छ, ल अटोमेटिक छाता छ है, फेरि केही छैन, पानी छेकिरहेछ। बिहान फेरि कस्तो दिन चाहिँ अलिकति पानी परिरहेछ है, तर दिउँसो नपरोस् भन्ने कुरो हो। ठिकै छैन, ओभरअल रमाइलो भइरहेछ। आजको जर्नी चाहिँ अब कस्तो हुन्छ भन्ने कुरो हो, होपफुल होइन। आजको जर्नी चाहिँ होस् राम्रै हुन्छ भन्ने आशा लिएर हिँडिरहेको छु। तर अहिलेसम्म राम्रै भइरहेछ, अब पनि राम्रै हुन्छ भन्दै। ल अहिले चाहिँ हामी आज कहाँ के गर्छौँ, कतिको रमाइलो हुन्छ आज भनेर चाहिँ हेरौँ। आज धेरै नै स्पेसल हुनेवाला छ। र विकसित देशहरूको डिसिप्लिन नै नेक्स्ट लेभलकै हुन्छ, किनकि हामीलाई चाहिँ हतार थिएन, त्यही भएर हामी यता साइडमा बस्यौँ र हतार हुनेलाई चाहिँ साइडबाट हिँड्दै गइरहेछन्। हामीले चाहिँ अहिले सिसिदाईको ब्लग हाइज्याक गरिसकेछौँ भने अहिले चाहिँ सिसी चाहिँ हाइज्याक भइसकेको छ। अब यो च्यानल कर्नर चाहिँ म र खेम होइन, हामीले चाहिँ अब यहाँबाट आउने मोनिटाइजेसन भएपछि आउने पैसाहरू सबै हामीले राखियो। तिलेलाई अब त्यस्तै हो, त्यही लन्डन ब्रिजदेखि फालिदिएको तल हालिदिएको हाम्रोलाई चाहिँ। ए यहीँ त कतिखेर काट्ने हो भन है। तर सिसिदाईलाई के यहाँदेखि फाले नि डुब्दैन है, हेर न यो ज्याकेट, फाले नि डुब्दैन है, हेर न यो ज्याकेट। गजब बेइज्जती है। यो सिसिदाईलाई के किसनलाई भ्याएछौँ, काम जाँदा त भइहाल्छ। ल सिफुड खानु जाने भनेको कहाँ होला राम्रो भन्नु त एउटा ठाउँ। कछुवाको मासु खान्छ त मान्छे सिफुड रे, कछुवाको मासु खान्छ त मान्छे सिफुड रे। ल त फाइनल्ली हामी आइसकेका छौँ हाम्रो आजको डेस्टिनेसनमा। हामी डेस्टिनेसन चाहिँ यता देख्न सक्छौँ, पछाडिपट्टि छ। आज एउटा चाहिँ एउटा मोबाइलले पुग्दैन, अर्को मोबाइलले चाहिन्छ जस्तो छ है। ल केटीलाई नि टप्ने मान्छे चाहिँ हो है, फेरि सिधा भन्नुपर्दा चाहिँ ल हाँस्छ कि फेरि।
हट्छ कि तिमी उभिएर बस्छ न त्यो कसैको आवाज नआएर च्यानल होस् भए जस्तो भयो है ल यताउता फेरि पनि आयो र अहिले चाहिँ लाइटिङ टक्क छ होइन म चाहिँ सामान छोड्न गएको थिएँ केटाहरू चाहिँ टावर ब्रिजमा गएर बसेन अहिले चाहिँ र कति चाँडो रात पर्छ थाहा नै हुँदैन कि धेरै त बजे होइन 5 बज्दैछ छौँ हामी लन्डन ब्रिजको नाइट भाइबमा र नाइट भाइब अति नै सही हुन्छ लाइटिङवाला चाहिँ र त्यो पनि मिस गर्नुहुन्न भनेर केटाहरूले चाहिँ अब यतै भन्नु थाल्यो कता नि भनेर आइयो फेरि यस्तै छ हल्का भिडभिडै छ भिडभाडमा केही भएन त्यही पनि अब हामी चाहिँ फेरि केटाहरूलाई लन्डन ब्रिजमा भेटेर त्यसपछि निस्किन्छौँ होला सायद केटाहरू यदि चाँडै जाने भन्छन् के हो म त बुझ्नै सक्दिनँ तर हेरौँ बेसी वापन होइन त्यो शैलसम्म चाहिँ मजा आयो म चाहिँ पुरा कहाँ कहाँ गयो प्लम स्ट्रिट गयो ओल्ड वुड्स गयो पुरै चारेर आइसक्यो केटाहरू चाहिँ यहाँबाट चाइना टाउन गयो चाइना टाउनबाट फेरि यहीँ आयो केही छैन त्यही पनि आफ्नो घुमाइ भइरहेछ अब भेटेर चाहिँ के हुन्छ उनीहरू जाने डेस्टिनेसन अलि अर्कै पर्छ म जाने डेस्टिनेसन अर्कै बेसी अब सँगै गइन्छ के हुन्छ लायो र लायो लायो भयो होइन केटाहरूसँग होइन पुरा केटा चाहिँ बेसी अलिकति होइन यतातिर केटाहरूसँग अनमन प्लेहरू ट्याक्ट्याक पर्छ है सायरसँग एउटा होइन फोटो भिडियो सब छ नि त्यस्तै छ है फाइनली अब लाग्दिने भयो अनि कस्तो भयो दिन आजको यसो बताउनु त ल यस्तो वर्किङ नै भएन आएको जस्तो आज पानी परेर अनि त्यो वेदर नै कस्तो भयो अनि जस्तै ह्याङ्गो भयो क्या यहाँको चाहिँ जस्तो सुकै होस् वेदर जेसुकै होस् रमाउनु सिक्नु पर्दैन हो यहाँको मान्छेले नै अब यस्तो वेदर छ भनेर यताउति गरेर बस्यो भने यो डेभलप हुन्थेन नि त त्यो त पहिल्यैबाट यस्तै होइन र पहिलेबाट यस्तै छ वेदर हुँदै पनि यिनीहरूले च्यालेन्ज त कति छ कति हामी त्यही पनि फेस गर्दै अगाडि बढ्दै यो त्यसै लन्डन भएको होइन त्यसले भएर सबैजना यहाँ आगिरहेछन् अब सुरुमा भन्दाखेरि अब सबले अब त्यही हो भन्दाखेरिको उसलाई चाहिँ सपोर्ट गर्दैन बनिसकेपछि चाहिँ फेरि प्यार भन्ने कुरो लिइहाल्छ त्यस्तै छ उसलाई अहिले स्ट्रगलमा छ कसैको साथ छैन हो कि नि अलि बनेपछि भइहाल्छ होइन सबै बनेको फुलबारीमा बस्न चाहन्छन् है बात त सही है छुट्दैन कि जान्छ छोड्दैन क्या कन्टिन्यू हान्छन् त भ्लगले अब यो हो कि जसले जेसुकै भनोस् न पाल्छ र हामीलाई यति सब्सक्राइबर उति सब्सक्राइबर हामीलाई मतलब भएन कि हालिन्छ ढालिन्छ होइन सपोर्ट गर्ने गइरहेको सब्सक्राइब गऱ्यो भने हालिन्छ मिहिनेत गरिन्छ काम पनि हालिन्छ अब यही मिहिनेतले 3 वर्ष कटाइयो पढाइ पनि भ्याइयो होइन अब यत्तिकै कन्टिन्यू गरौँ के हुन्छ बाटो एकदम गोलीवाला बनाइदियो यार ए भोगे कान्छ त गुगल म्याप कता हो गाडी हेर दुईजना गाडी भेटेपछि त भाइ त लाइनमा बढ्यो केटाहरू ल्यायो रे ल्यायो कान्छाले लन्डन स्टोर ल्यायो ट्याप गर्नु पऱ्यो है मोबाइल धनीको जे छ त्यही छ ल है गाइज ल हामी 1 घन्टाको वेटिङ पछि चाहिँ हाम्रो फुड आइसकेको छ फाइनल्ली र फुड आएको खुसी भन्दा पनि यहाँनिर दुःखी भएका छौँ होइन
पुरै देखिसकेको एक्सपेक्टेसन भर्सेस रियालिटी भन्ने टाइपको छ होइन चटपट सबैभन्दा मिठो चटपट यहाँनिर देख्न सक्छु यो के हो यो अहिले टाइम लाग्छ र अहिले अलिक हुँदैन सरी त्यसको लागि चाहिँ मेन्युबाट नै हजुरहरू हटाइदिन्छ है मटन सुपमा चाहिँ हुँदैन सरी बिरयानी भयो दुईचोटि खाएको बिरयानी भयो है यहाँनिर मोमो छ यहाँ चटपटे छ यहाँ स्टिम मोमो अनि यो बिरयानीको कति छ यहाँ बिरयानी आजै भ्याइयो है बिरयानी चाहिँ 2 गाँसमा कति गाँसमा 2 गाँसमा त ओभरअल चाहिँ रिभ्यू हाम्रो सागरबाट जाऊँ सागर हेर्न रिकमेन्ड कति गर्छौ नेपाली खाना आउँदा भने चाहिँ अरू दिनमा के दिन्छ यसमा चाहिँ म पनि यो त रेस्टुरेन्ट हो नि त होइन घरमा कस्तो भन्नुपर्दा घरमा यही भन्दा राम्रो हुन्छ यी मात्रै वर्डसँगै नेपालीको हिसाबमा चाहिँ नाम यहाँको गोराहरू चाहिँ लागि ठिकै होला होइन तर हामी त नेपालबाट अब अलिकति त्यो अनुसारको एक्सपेक्टेसन राखिन्छ नेपाली भन्छ त्यो अनि हामीले चाहिँ नेपालको जस्तो यस्तो आउँछ एक्सपेक्ट गरेको थिएनौँ तर हुन्छ नि त एउटा होइन रेस्टुरेन्ट भनेपछि त्यही भन्न चाहन्छु म चाहिँ अनेस्ट हो चटपटे चाहिँ हेरेर नि थाहा हुन्छ होला त्यो सबैभन्दा नि उसको अनुहार नि अनवर्थित लागिरहेको मुडले रिभ्यू दिइरहेको छ है ऊ पनि कहाँ हरायो छ है खान चाहिँ ग्रेटेस्ट नेपालिज रेस्टुरेन्ट नै फर्स्ट नेपालिज रेस्टुरेन्ट भयो सिधै भन्नुपर्छ नट भेरी भेरी पीछे देखो पीछे पीछे तो देखो वाइ वाइ चाहिँ त्यहाँ रहेछ गाइस देख्न सक्नुहुन्छ भिडियोमा लास्टमा मिठो आएको भने यो ल त्यही नै भ्याटमा 14% चकलेट चाहिँ खाए केटाहरू र मिठो पानी लागेको छ गोर्खाको बियरकोमा पानी खाँदा चाहिँ मिठो हुँदैछ होइन र हेलो गाइस ल आज चाहिँ त्यस्तो उस्तो छैन यताभित्र ल हामी आइसकेको छौँ लन्डन स्टोन देख्न सक्नुहुन्छ यता देखाउनु न यता ल अनि के छ कान्छ ठिक छ भर्खर चाहिँ ठिक छ तर भर्खर चाहिँ